गयो माथि नै गयो त्यही हुन्छ तर त्योभन्दा बाहिरी चाहिँ त्यो स्किल लिएपछि त्यो अटोमेटिकली त्यो तिम्रो नक्छु ओए पछाडबाट हान्दै बे कति एनिमी छ पछाडि एउटा नक यस्तो मार्दा कति चाहिँ हान्दैन हानिरह मैले त अर्को मोबाइलबाट गरिरहेको के पास ल्याक चल्छ कोर्स मेरो यार रेकर्डिङ गरेर गाडी हेर्न यो साइडमा त्यो साइडमा हेर्दा केटा गाडी त कुनिया हो यो साइडमा त छैन त्यो साइडमा हेर्दा छ एउटा छ जिप रहेछ जिप म लिएर आउँछु ले अगाडि बाटोमा निस्किने केटा हो बाटोमा निस्किन म जिप लिएर आउँछु कि बाटोमा निस्कि केटा बाटोमा निस्कि बाटोमा छोडो यहाँ इधर हेल दुगरा मार पैसा कति भाग इति अलिक चाहिँ सन्दीपसँग त पैसा मार्थ्यो अलिक मिलाए घोडा छोडा मार्थ्यो धनी मान्छे सन्दीप पनि हो एक दुई लाख दियो न सापट्टि बरु एक दुई वर्षको लागि तिमीलाई ढाँटिकन बित्तिकै सन्दीपको वार्ता भयो पनि सन्दीप Need equipment. एक दुई लाख देऊ त हामीलाई पनि Hello, Star Wars. 1 लाख पढ्दैको कति वर्ष हो Sources here. अहिले हिजोको हप्ता यसकेस आज भन्दा यसकेस लेख्दै यहाँ ऱ्याङ्क कार्ड एसकेएस रे क्रिएट गर्ने पढाइरहेको जाने प्रब्लम चाहिँ चलाउँछ यसकेसको विषय मैले हैन ओ स्नाइपर भन्ने चलाउने गर्नु ट्राई गर्नु पर्छ केटा पछि काम लाग्छ एमएटी भन्ने जात कहाँको हो बोया हान्नुपर्छ केटा हो बोया खासमा के टुर्नामेन्ट इम्पोर्टेन्ट के हो त बोया के बोया त मात्र होइन किल पनि हुन्छ बोया पनि हुन्छ के केटा हो दुईटै हुन्छ किलको पोइन्ट आउँछुमा प्लस बोया हाल्नु फाइदा हो के बोयाको पोइन्ट हुन्छ के बोयाको पनि पोइन्ट हुन्छ तर यार सुने भन डिआरएस कसरी पस्यो कति रहेछ नसोचेको मान्छे डिआरएस वर्ल्ड कपमा गयो त हो डिआरएस भने जस्तै हेर त्यहाँ लास्ट राउन्ड भयो भने नि एउटा मतलब पहिला धेरै राम्रो खेल्नु पर्यो त्यसपछि एउटा लास्ट राउन्डको अप्सन हुन्छ के त्यो 80 पोइन्ट हुन्छ नि त्यो तिमीले गरी 80 पोइन्ट लियो नि त्यसपछि बोया हानेको कि तिनीहरूले त्यसपछि तिमीले बोया हान्नै पर्यो हान्न भने गेम लम्बी जान्छ लामो हुँदै जान्छ बुझ्यौ हान्यो भने जित्यो क्वालिफाई भयो तिम्रो टिम जिते क्वालिफाई भयो जुन एबिलिटी छ स्नाइपर पाएँ मैले दुईटै पाएँ हानेन भने बल्ल लङ हुने हो लङ हुन्छ फेरि अर्को गयो हैन अनि उनीहरूले भेरिफाई गर्दै जान्छ के सो तिमी त लङ खाली गेम मात्र लम्बिँदै जाने होइन टिमै आउँछ हामी खेल्ने बेला तर यस्तो थिएन यार जुनियर कस्तो क्याप स्किल हुँदैन थियो त्यही हो स्किल हुँदैन गन एटिट्युड हुँदैन गन एटिट्युड हुँदैन मतलब अनि त एमा हुन्न नि त्यो एमा मेलमा हुन्छ मेलमा क्याप स्किल हुन्छ कि नि मतलब जुन एलाउड छ नि हैन बे क्यारेक्टर हुन्छ तर स्किल हुन्न के
ओ होइन के त्यता क्याप स्किल त हुन्छ कि मतलब त्यो जुन ऊ हुन्छ नि एला हुन्छ नि उमा त्यही हुन्छ तर त्योभन्दा बाहिरी चाहिँ त्यो स्किल लिएपछि त्यो अटोमेटिकली त्यो तिम्रो रिमोभ हुन्छ क्या ए बचाए त्यसलाई जस्तै अहिले मैले यो क्याट लेखेँ नि अब त्यसले त्यसको के अरे उसले के अरे टुर्नामेन्टमा कस्तो एलाउड छ होइन त्यही बस्छ अनि चाहिँ हट्छ क्या आफै अटोमेटिकली हट्छ अहिले त्यस्तो सिस्टम छैन के त सब क्यारेक्टर युज गर्नु सक्छ के अझ सब क्यारेक्टर छ पहिला त त्यो गनहरुको एबिलिटी हुन्थेन म खेलेको त्यही हेर 2019 र 20 बिचमा हो आज त के हो माल टुर्नामेन्ट गरेको थिएँ इन्डियाबाट इन्डियन सर्भ खेल्थेँ नि जाम बिमा सक्दै केटा हो एबिलिटी हुन्थेन के यस्तो पु गर्नु पर्थ्यो त्यही बेला त पाक मलाई धेरै छुपेर खेल्नु पर्थ्यो नि यार मरेपछि रियर हुँदै थियो ए मात्र त्यो यस्तो हुने कि उमा यार बर्बाद गरेर खेल्दा हेर जस्तै 2017 बाट खेलेको मान्छेले सिकाउँछ डिफेन्स होइन सिकाउँछु होइन मतलब मैले भनेको कि टुर्नामेन्ट यस्तो हुन्छ भनेर होइन कि बिहार जस्तो यो टुर्नामेन्ट हुन्छ बिहारै खेल खतम एउटा झरी चला गर्नु हुन्छ नि यताबाट खतरा हो कि एउटा अब जहाँ हान्ने ग्राउन्डले ओ चिप चाहिन्छ कसैलाई चिप पहिला चल्ने भनेको गरे एउटा एक के MP40 अनि त्यो के अरे पहाडी गेमरले फेरि म्याच त्यहाँ पनि यत्रो खतरा हान्थ्यो त्यो बेला इनिमी कुनै एनिमी अगाडि चालु रुपै रौँ यार म्याच हलमान न बच्यो बे यो पहाडी गेम भने नेपाली हो कि इन्डियन हो दुईटै रहेछ के मलाई नेपाली बोल्छ त फेरि कहाँ बोल्नु यार ओए 5 को भेस्ट चुनी जस्तै स्नाइपर चलाउने मान्छे बहुत खतरा के त्यही बेला त्यो के समयमा हामी खेल्ने बेला यो पहाडीले मात्रै खतरा चलाउँथ्यो गयो त्यो गयो बचाउन केटा त्यो गयो त्यो ऊ छोरी ऊ त्यो भिडियो गेम पनि स्पोर्ट प्लेयर होइन त्यो ओन्ली कन्टेन्ट क्रिएटर तपाईँ कन्टेन्ट क्रिएटर हो तर त्यो के भने त अरू कन्ट्रीको हो त्यो पनि हो होइन के अरे तर पाउँदैन थियो त्यही बेला ए सन्दीप यहाँ बस न ए सन्दीप चिथार्नी यहाँ भनेको हामी खेल्ने बेला त्यो अलिकति मैले चिनेको भनेको त्यो के दादा ग्याङ यहाँ भनेको पागलहरू त्यो थियो है दादा गेम भयो पछि टिम गोर्खा भनेर खुब चलेको टुर्नामेन्टमा कुनै जितेको हामी त हारे हामी त पहिल्यै टिम गोर्खा के बाह्र म्याच खेल्यौँ 12 म्याचमा जम्मा कति 108 कति मात्रै पोइन्ट बनायौँ त्यसको बाद जित्दै हट्यो हटाइदिए त टप 3 टिममा खेल्न पाउँछ अनि क्वालिफाई भयो चल भाइ बिहारमा भन्दा फेरि बिहार फेरि अस्ति हाम्रो सिरानी हाम्रो कति हजारको थियो टुर्नामेन्ट सबै नखेलेर कि हामी हो न टुर्नामेन्टमा पनि पिजी गिल्डहरूले पनि बहुत नाम कमाएको केटासँगै हो न यो टोटल गेमिङ यो त पहिला पनि थियो यार टोटल गेमिङको थियो अनि यो टिम माफिया छ नि माफिया बहुत अझै मान्छे त्यो नाम त माफिया रहेछ तर त्यही प्लेयर हो कि भनेको तल हेरे केटा तल टिम गोर्खा भन्ने अनि टोटल गेमिङको त्यो माफिया छ नि त्यो पुरानै हो कि त्यो नयाँवाला हो त्यो थाहा भयो तर त्यो माथि बबाल खेल्दो रहेछ बबाल खेल्छ अहिलेको चाहिँ इनिमीले लुट्यो कि आफै उस भयो चुनेले अब खै टुर्नामेन्ट खेल्ने भन्छ पहिलो म्याच चुने ओइ यस्तो भोलितिर छ कि टुर्नामेन्ट हाम्रो दिनदिनै छ न त मैले इन्ट्री नगरेर ल यता
मातिर स्कोर दिनै छ के टुर्नामेन्टमा इन्ट्री नगरेर गर न भोलि है भोलि भोलि म फेरि केटाहरूले टुर्नामेन्ट खेलेको रहेछ अगाडि एनिमी हाल्दै थिएन कहाँ बे वालमा अगाडि हैन मार काट्नु नगो Triple kill. केटा एलसी एक्लै गरेर गाडी मर्यो अनि हामीलाई फेरि लास्ट हो कहाँबाट हानेको म उता ड्रपतिर एनिमी छ भनेर गएन त भनेर यता एनिमी रहेछ सामनाको आई रस गर्न ए एनिमी गरेर हेर त ओए हेडेको माथि चक्कर मरे माथि हेडेको मजा त सही हेर्छ थाहा बेले यार एनिमी जान्छ गयो माथि नैको जुनी भोलि खेलौँ न यार हाँ? यता आऊ न केटा मतिर आऊ न तिमीहरू एक्लै हिरो बनेछौ भने पुलमा पनि एनिमी रहेछ पुलमा पनि एनिमी छ जस्तो मानेको मैले त्यहाँ हान्न सुने उता पुलतिर हेर्दा त्यो भोसडीले हान्छ यदि वाल लाएर भागिरहेको देखिन्न त ओ खाइस् त मानिस पुलकोले हानेको तँलाई पुलनिर हेर्न वाल लाएर ओ कता गाडी फुट्यो ए देखे ओए पछाडिबाट हान्दै बे कति एनिमी छ पछाडि एउटा नक Unstoppable. तिमीसँग मात्र छ है टोकन के हो यो ल लुक्छ त यो त तिमी जरुरी गर्नु पुलमा नि छ एनिमी यार नक छ बे हरायो ओ पछाडिबाट नि हान्नु कि मलाई त्यसले कोरोना लगाएर बसेर रहेछ कि हेर्दा कोरोना लाग्दा मैले हान्दै नि ढुक्छ पुलबाट नि हान्नु के पुलतिर कभर होइन Rampage. देखिन्न त राजा खोइ राजा त्यो एक गोलीको भनेको कताको मरो मरिदिन्छु जनवरी बाई बोल्नु आउँछ त्यो अहिले आउँछ त्यो कहाँ जानु यार लुटै छैन झरेको त लुट पाइहाल्छ जाँदो भएपछि नै अगाडिको एरिया उयो घरमा थियो नेपाली घरमा है मलाई हानेको अरे सीमा मलाई यार ओ म बच्चा आइज खोइ डिमित्री कता गयो यार ट्रिटमेन्ट रहेछ त उमासित सानो जन भएर मऱ्यो क्या भल लगाएन पछाडि जा लखट लखट
लु मजाले कुक गरेर हान्नुपर्छ म सन्दीपलाई बचाउने चक्करमा मरेकै म यार बचाउन हिँडेको त खाइहालिदियो ग्रेनेड हान्न तल आयो तिमीहरुै तल आइसक्यो यहाँ आइसक्यो अगाडिबाट गयो अगाडिबाट गयो रसालो गयो गयो दामी गयो राजा बिग्रिए अब राइटमा हो त्यहाँ एकछिन नान आउँछ के आउँछ होइन छैन राइटबाट किर्मिनल हो त्यसलाई मैले अघि नै नखाने थिएँ यार नेल्सबाट हान्दियो यार एलसेपको लागि दामी राइटमा आइसक्यो यो किर्मिनललाई मैले अघि नै डाउन गरेको यार 3 versus 1 है ओ यार यसलाई मैले अघि नै किल उठाएन थिएँ डाउन